के तपाईलाई थाहा छ? सरकारी सवारी साधन केवल सरकारी कामका लागि मात्र प्रयोग गर्न मिल्छ। व्यक्तिगत प्रयोजन जस्तै किनमेल गर्न निस्किने, घुम्न जाने, बच्चाबुच्चीलाई स्कुल पुर्याउने जस्ता कामका लागि प्रयोग गरे त्यो एक कानुनी अपराध हो। नेपालको भ्रष्टाचार निवारण ऐन 2059, सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 र सरकारी सवारी साधनको सञ्चालन सम्बन्धी कार्यविधि 2078 अनुसार सरकारी सवारी साधनलाई केवल सरकारी प्रयोजनमा र अधिकृत अधिकारीको पूर्व स्वीकृतिमा मात्र प्रयोग गर्न सकिन्छ। याद राखौँ, सार्वजनिक सम्पत्ति वा सुविधा व्यक्तिगत फाइदाको लागि प्रयोग गर्नु भ्रष्टाचार हो। त्यसैले बिना पास वा इमर्जेन्सी सरकारी सवारी साधनलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। सरकारी सवारी साधन भनेको जनताको करबाट किनेको सम्पत्ति हो। यसको प्रयोग पनि जनताको सेवामा मात्र सीमित हुनुपर्छ, निजी स्वार्थमा होइन। र यदि तपाईले सरकारी सवारी साधनको दुरुपयोग भएको देख्नु भएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा सवारी व्यवस्था कार्यालयमा उजुरी दिन सक्नुहुन्छ। धन्यवाद।